अटोट्युन राख्दा वाउ लाग्न सक्छ नि त। अटोट्युन गर्दा चाहिँ जुन हाम्रो ओरिजिनल सिङ्गरहरू हुन्छ नि उहाँलाई त अप्ठ्यारो पर्यो नि त। जतिवटा गाउँछु त्यतिवटामा लाइक आउने कि सबैले चलाउनु भइहाल्यो अनि लाइक आइहाल्थ्यो कमेन्ट आइहाल्थ्यो। फ्युचर चाहिँ के होला जस्तो के त्यस्तो केही सोच्नु भएको थियो? हामी धेरैजना थिएनौँ। स्टेजमा एकदम एउटा कुनै इन्सिडेन्ट क्या एकदम नराम्रो लाग्ने इन्सिडेन्ट त्यस्तो केही छ स्टेजमा चाहिँ? एउटा चाहिँ छ मलाई, हाइट त छैन मेरो होइन, माइकबाटै भन्नुभएको थिएँ, खोबी हो नि त, मलाई त्यहाँ गएर त्यसरी मन लाग्छ भने अब कसैले भनेर त किन रोक्नु पर्यो, बिर्सिहाल्छु म त, केही याद हुँदैन मलाई त। टाइम आए पछाडि भइ नै हाल्छ, गीतहरू सुन्ने, नेटफ्लिक्स हेर्ने। रिलेटेड फिल्म पाउनु भएको छ कि छैन उसँग हेर्दाखेरि योसँग चाहिँ मेरै कहानी जोइन भएको रहेछ भन्ने त्यस्तो हजुरको लभ लाइफ भयो कि भएन? त्यस्तो त भयो, एक्सपिरियन्स त भयो। तर अहिले चाहिँ रिसेन्टली चाहिँ हुनुहुन्न? रिसेन्टली त्यस्तो ऊ नै भनेर त छैन, बोल्न त बोलि नै हाल्छ। मलाई सम्झे बेसी माझार पर्खे बसो गइरहेको छेउनी र मेरा भर परा है। वाइल्ड बाबाले यार उकाजिमले गाइन्छ। लड्नु पनि भयो कस्तो रमाइलो भयो, कहिलेकाहीँ लड्नु पनि पर्दैन, थाहा त थियो तर आउन छैन। धादिङ जिल्ला बैरेनी आएको नौलो माया बाटैमा भेट भएको घुम्तीनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो सानो मायालाई बाटैमा भेट भयो। हाम्रो चाहिँ आज द क्रुमा चाहिँ मनिषा गोरासाइनजी आउनु भएको छ, उहाँलाई वेलकम छ हाम्रो पोडकास्टमा। धेरै धेरै धन्यवाद। अनि अब नयाँ गीत भन्दै आउँदै होइन, रिसेन्टली आउँदैछ 1-2 महिना, ठिकै छ। अनि त्यो हाम्रो कोसँग कोल्याब थियो अस्तिनको, के नाम बिर्सेँ यार मैले, प्रताप दा। कस्तो रह्यो एक्सपिरियन्स हजुरले त्यो गर्दाखेरिको? प्रताप दाइसँग एकदम रमाइलो, उहाँसँग त मलाई एकदम सजिलो लाग्छ, एकदम सपोर्टिभ हुनुहुन्छ नि। उहाँ लेख्न त हजुर आफै लेख्नु भयो होइन? लेख्ने कुनै कुनै हो, नत्र प्राय डेडिकै। लेख्ने चाहिँ लेख्नु भयो। रिसेन्टली आएको त सरोज लामिछानेसँग। त्यो होइन, हामीलाई चाहिँ त्यो प्रताप दासँग त्यो चाहिँ मैले धेरै नै सुनेँ हो क्या। कुन चाहिँ वाला सुन्नु रिसेन्ट? त्यो के अरे गमलामा चाहिँ रिसेन्टली होइन, त्यो चाहिँ एकदम त्यस पछाडि पनि 2टा आइसक्यो दाइसँग। उहाँसँगै 2टा आइसक्यो। त्यो आएको त भइसक्यो नि 3-4 वर्ष भइसक्यो कमलामा चाहिँ। त्यस पछाडि ज्यान्जा लस गर। त्यो ज्यान्जा लस गर नि है। हजुर, अस्ति नयाँ वर्षमा आएको चाहिँ सरोज लामिछाने। सुन्नु भएन? गुराँसफुले सुनेको छु तर ट्याक्क एक्ज्याक्ट चाहिँ याद भएन। सुनेको छु ट्याक्कै चाहिँ याद भएन। त्यो 2टै राम्रो भयो है। सबसे राम्रो भएको चाहिँ हजुरको गमलामा नै हो। अनि अस्तिको नयाँ वर्षको पनि राम्रो भयो। टिकटक चाहिँ राम्रो गएको छ, त्यसमा 1.5 लाख जस्तो टिकटक बनाएको छ त्यसमा चाहिँ। अहिले टिकटकले अलिक धेरै नै गरिरहेको छ होइन, जुनसुकै जसलाई पनि भनौँ न टिकटकले गर्दाखेरि। तर टिकटकबाटै फेरि मान्छेहरू नि उता गइरहन्छ नि त। त्यो चाहिँ हरेक हुन्छ नि, अब जोसुकैलाई पनि अहिले टिकटकले धेरै उ गरेको छ जस्तो लाग्छ क्या यस्तो हेर्दाखेरि नि। टिकटकबाट अब सबैजना कोही कलाकार कोही मोडल हो त्यतातिर लाग्नु भएको छ। मान्छेहरू पनि अहिले टिकटक बनाइदिनुहोस् भनेर प्रमोसन गर्ने क्या, भन्नाले विज्ञापन गरिदिनुहोस्, टिकटक बनाइदिनुहोस्, त्यस्तो सुन्यो। अब सबैले हेर्ने नि टिकटक, फेसबुक रिल्स, अनि टिकटक नभए रिल्स हाल्दैनन्, टिकटकलाई रिल्समा हाल्नु पर्यो। तपाईँले कसरी सोचायो होइन लोकदोरीमा? तपाईँलाई बच्चैदेखि लोकदोरी त मन पर्ने थिएन कि? अथवा यस्तो गाउन त अब ड्याडीको सबै गीत गाएँ नि, अनि पहिला त अब यही त गाइँदैन थियो। तर यो टिकटक जब खोले पछाडि मैले एउटा गीत गाएको थिएँ। गीत चाहिँ एउटा कार्की अङ्कल हुनुहुन्छ कि, नाम बिर्सेँ मैले, दुर्गा कार्की, उहाँ नि हाम्रै उतै साइडको हुनुहुन्छ। उहाँको सरिता गीत चाहिँ उहाँको हो, तर गाउन चाहिँ रेशम अङ्कल
उहाँहरूले गाउनु भएको थियो। अनि त्यो चाहिँ मैले एकजना अङ्कलले चाहिँ म्युजिक बनाएर हाल्नु भएको रहेछ त्यसको, यतिकै लाइभ म्युजिक मादलहरू बजाएर बाजाहरू बजाएर। अनि मैले चाहिँ यस्तो सोचेँ अब त्यसमा चाहिँ मेरो भोइस एड गरेर अनि म्युजिकमै गाए जस्तो बनाएर हालेँ। एकदमै गयो त्यो, मिलियनै गयो, 1 कति मिलियन गएको छ त्यसमा भ्युज। अनि त्यो चाहिँ लाइक पनि त्यस्तो कति गएको छ भने 80-70 के गएको छ त्यो। त्यस पछाडि चाहिँ अनि मलाई त्यो यो गाउनु भनेर त्यो कमेन्टमा भन्नुहुन्थ्यो क्या। अनि म चाहिँ त्यो जुन भन्नुभयो त्यही गाउँदै गएँ, जतिवटा गाउँछु त्यतिवटामा लाइक गाउने कि। अनि त्यो जब आफूलाई त्यो इन्ट्रेस्ट भयो नि त, अनि त्यस पछाडि चाहिँ सबैले अब आफूले चाहिँ मैले चाहिँ यो गीत गाएको चाहिँ मन पराउँदो रहेछ भन्ने भएर चाहिँ अनि गाउनु त मैले फर्स्टचोटि त ऊ गीत गाएको, फिल्मी गीत गाएको छु बसन्त सापकोटासँग, उहाँसँग गाएको त्यो त्यति खासै गएन। तर जब यो लोकगीत गाएँ प्रताप दाईसँग गमलामा चाहिँ, अनि चाहिँ फर्स्ट त्यही हो, लोकदोरी चाहिँ फर्स्ट त्यही हो। फर्स्ट त्यही नै हो। लेख्नुहोस् बाबा लेख्नु भएको थियो यो त यो त रिमेक हो नि त, पुरानो त ड्याडीकै हो नि त। अब यसलाई चाहिँ पछि मैले र प्रताप दाईले चाहिँ रिमेक गरे, ओरिजिनल चाहिँ होइन। ओरिजिनल चाहिँ ड्याडी सीता थापा उहाँले गाउनु भयो, तर गीत चाहिँ ड्याडीकै हो, लेख्नु भयो पनि ड्याडीले हो, म्युजिक पनि ड्याडीकै हो सबै। भन्नाले अरू पनि सुन्नुहुन्छ कि दोरी तपाईँले सुन्दाखेरि पनि? दोरी सबै सुन्छु नि, गाउनु पनि सबै गाउँछ। पहिला त अब यस्तो स्कुलतिर प्रोग्रामहरूतिर त प्रायः त आधुनिक यस्तै गाइन्थ्यो। अहिले पछि चाहिँ यस्तो लोकगीतमा गएको। कहीँ गएर यसो अब नवराज गोलाछाइनको छोरी भन्दाखेरि कस्तो प्राउड फिल लाग्छ कि लाग्दैन हजुर? भन्दाखेरि कुनै ठाउँमा लाग्छ नि, जहिले पनि लाग्छ नि। पहिला स्कुलतिर पनि लाग्थ्यो, स्कुलतिर नि लाग्थ्यो नि। अब साथीभाइहरूले नभए पनि उहाँ त अब पप गीत सुन्ने साथीहरू होइन, सुन्न त सुन्ने साथीहरूले, अब त्यति इन्ट्रेस्ट नहुने साथीहरूले। त्यो बेला लोकगीत त्यस्तो थिएन नि त, प्रायोरिटी थिएन। अनि सरहरू त अब पुरानो मान्छेहरूले त सुने हुन्छन् नि त, अनि सरहरूबाट त एकदमै त्यो त प्राउड होइन नि त, कति खुसी लाग्थ्यो कति। जहाँ पनि होइन अब हजुरलाई त फर्स्टमा त नवराज गोलाछाइनको नि भनेर चिन्नुहुन्छ नि त होइन? त्यस्तो मलाई केही छ, म त एकदम खुसी, चिनेकोमा झन् राम्रो हुन्छ। भन्नाले अब प्राउड त फेरि नेक्स्ट लेभलको हुन्छ नि त त्यो त एकदमै। अनि हजुरको त्यो अब गीततिर नेगेटिभ कमेन्ट्सहरू चाहिँ के कतिको हेर्नु? त्यो चाहिँ मैले खासै अब 1-2वटा आउने त, तर त्यस्तो साह्रो चाहिँ मेरोमा चाहिँ त्यस्तो खासै देख्दिनँ। मैले हेरेको थिएँ मैले पनि खासै त्यस्तो मेरोमा चाहिँ खासै कुनैमा त अब 1-2जना त भइ नै हाल्छन्, तर मेरोमा चाहिँ मैले त्यस्तो खासै नराम्रो चाहिँ देख्दिनँ। अब कोही त गर्नुहुन्छ यतिकै पनि राम्रै, त्यो उनै नभए पनि ज्ञानै नभए मान्छेले पनि गर्नुहुन्छ, तर प्रायः चाहिँ मैले देख्दिनँ मेरो चाहिँ खासै नराम्रो कमेन्टहरू चाहिँ। म फेरि नराम्रो कमेन्ट 1-2टा रिप्लाई हाल्न मन लाग्छ भने गरिहाल्नुहुन्छ, डिलिट गर्नुहुन्छ। त्यो नराम्रो कमेन्टमा रिप्लाई गरिदियो, एकछिनपछि हेर्नुपर्छ आफै डिलिट गरिदिनुहुन्छ। तर कमेन्ट हान्ने मेन प्रोफाइलबाट त हान्दैन, धेरै नराम्रो कमेन्ट हान्नुहुन्छ नि कतिले त। हेर्ने पनि गराएको छु मैले, प्रोफाइल हेर्ने पनि गराएको छु। अनि प्रोफाइल हेरेर रिप्लाई गर्यो, अनि रिप्लाई गरिदिइसके पछाडि 1-2 मिनट पछाडि हेर्नुपर्छ, हटिसक्यो हुन्छ, आफै हट्छ। अनि अरू के यो म्युजिक भन्दा अरू केहीमा इन्ट्रेस्ट छ हजुरलाई? मानौँ म्युजिक भन्दा बाहेक अहिले चाहिँ मैले यो नेलको कोर्सहरू गरिरहेको थिएँ, मास्टर गरेँ। यतातिर चाहिँ इन्ट्रेस्ट अब नेल एक्सटेन्सन भन्छ नि त, ल्यासेस एक्सटेन्सनहरू, यसमा चाहिँ मैले कोर्स गरेको छु। अरू एक्स्ट्रा एक्टिभिटिज मानौँ जस्तो डान्सहरू? डान्स त पहिलेदेखि स्कुलदेखि गरेको, डान्स म्युजिक त मैले कहिल्यै छोडिनँ। स्कुलको प्रोग्रामहरूदेखि लिएर अनि हरेक कुरामा, अनि अहिले त झन् टिकटकमा त्यही नाच्ने मात्रै। हजुरको त्यो फर्स्ट इन्कम हुन्छ नि जुन अब सोबाट के अरे यो महोत्सवबाट होस् जेबाट, त्यसको फर्स्ट इन्कम चाहिँ केलाई युज गर्नुभएको थियो अथवा बिर्सिसक्यो? त्यस्तो यादवाला छैन? तर तपाईँ लिनुभएको कि अब यादै नहुने बेला लिनुभएको थियो होला, लिनुभयो पनि बच्चा बेला? बच्चा त के भन्नु, तर पनि याद छैन, बच्चा बेला त होइन। म पहिला मैले गिफ्ट चाहिँ कस्तो पाएको छु भने, म पहिला कति त्यस्तै 6-7 तिर पढ्दाखेरि चाहिँ रेडियोमा त्यो प्रोग्राम आउँथ्यो नि,
हजुर कल गर्ने हजुर हजुर कल गरेर अनि गीत गाउनेवाला हुन्छ नि हजुर हो त्यस्तोमा एउटामा चाहिँ मैले गीत गाएँ होइन कुन गीत गाएको थिएँ मैले भने रामकृष्ण ढकाल र बाहिर इन्डियाको एकजना सिङ्गरले गाउनु भएको थियो कि कस्तो बिर्सेँ कि जुनी जुनीलाई के भन्ने त्यस्तै गीत थियो अनि गाएँ लता मङ्गेशकर उहाँ दुईजनाको त्यो गीत गाएँ होइन अनि एकछिन पछाडि त्यो सबैजनाको लिन्छन् नि त अनि पछाडि त मैले जितेर रहेछु अब 6-7 मा पढ्दा अनि गिफ्ट पनि कति थियो नि 5 केजी आइसक्रिम होइन त्यो पहिला अहिलेको बेला जस्तो भयो त लिएर आउनु नि हुन्थ्यो 5 केजी भने अनि थोरै हो त त्यो अनि अर्को के पाएको थिएँ मैले तर त्यो मैले लिँदै गइनँ रिसिभ गर्नु चाहिँ जानु पर्दै थियो पढ्थ्यो बोलाउनु भएको थियो त्यो 6-7 मा पढ्दाखेरि त्यो त्यहाँ नै भएन छोडिदिएँ त्यो पाएको लिन चाहिँ लिन फर्स्ट गिफ्ट चाहिँ गीत गाएर अनि अरू चाहिँ मैले स्कुलमा चाहिँ यस्तो ट्यालेन्ट सोहरू हुन्थ्यो फ्राइडे एसेम्ब्लीमा गयो माइकमा अनि टक्क गीतहरू गाउँदाखेरि चाहिँ डायरीहरू चाहिँ एकदम बाँच्छु मैले कहीँ अब हजुरलाई त्यो फ्री टाइममा चाहिँ के गर्नुहुन्छ हजुर फ्री टाइममा के गर्दिनँ नेटफ्लिक्स हेर्छु नेटफ्लिक्स कुनै फेभरेट सिरिज अथवा त्यस्तो के सबै हेरिदिन्छु सबै होइन मिर्जापुर भन्ने हेर्नु भयो मिर्जापुर चाहिँ छैन अहिले हालसाल चाहिँ हेरेको छैन अहिले हालसाल चाहिँ अब घरतिरै अरू कुरामा बिजी भएर नत्र म सबै हेरिदिन्छु नाम पनि खासै याद हुँदैन सबै हेर्ने कस्तो हेर्छु भने बिहान एउटा त मैले एउटा सिरिज त मैले एक दिनमा सकाएको पनि छु बिहानदेखि हेरेर बेलुका 1-2 बजीसम्म हेरेर नि सकाएको छु फेभरेट हजुर अहिलेसम्मको सबसे फेभरेट बाबाको अथवा हजुरको आफ्नै कुनै फेभरेट सङ छ त्यस्तो दोहोरीमै फेभरेट सबै मनपर्छ त्यस्तो एउटा कुनै यो चाहिँ एकदमै नजिक छ मेरो नजिक भन्ने त्यस्तो केही छैन मलाई अब चिनाको नि कमलामा जाए कमलामा जाइने किनभने आफूले जुनले चिनायो त्यही नै नजिक हुन्छ नि त्यही त त्यतिले मैले याद गरेँ पनि त्यतिखेर होला सायद त्यतिखेर फेरि म त्यस्तो सुन्ने होइन क्या यो हाम्रो मनोजिङमा चाहिँ बजिरहने क्या धोरी सधैँ नै बज्ने हो क्या अनि त्यतिखेर चाहिँ कि कुन याद थियो मेरो माया छ भने बेसी झराए भन्ने त्यतिखेरदेखि चाहिँ मैले फलो गर्न थालेँ क्या अन्त त्यो चाहिँ वाइल्डले भयो भनेपछि जे जस्तो त्यो भिजुअलहरू बन्न सुरु भए पछाडि निस्क्यो नि त त्यो अब सक्सेसफुल हुन चाहिँ अब कतिसम्मको चाहिँ एउटा कुनै गीत बेस्ट निकाल्नु जस्तो यतिसम्म चाहिँ जाओस् भन्ने त्यस्तो केही एक्सपेक्टेसन छ मलाई त अब यति पुग्छ पुगिसक्यो योभन्दा धेरै चाहिँदैन अब एउटा वर्षको एउटा गरिरहेको हुन्छु त्यो राम्रै गइरहेको हुन्छ मलाई चाहिँ त्यस्तो अब योभन्दा चाहिँ चाहिएको छैन ठिक छ यति नै ठिक छ मलाई विदेश जाने सोच त त्यस्तो केही छैन विदेश मतलब अब घुम्न त अब गइ नै रहेको हुन्छ युरोप टुर गरेर आउनु भयो कुन धेरैमा जानु है धेरैमा गएन म नेदरल्यान्ड चाहिँ दाइ भाउजूमै हुनुहुन्छ नेदरल्यान्डको भिजा लागेर गएको हो धेरै गएन फ्रान्स त्यतै नजिकै बेल्जियम म धेरै बसिएन नि त 20 दिन मात्रै बसेँ मेरो दाइको चाहिँ उ थियो PhD को सेरेमनी भएर गएको खासमा चाहिँ अनि दसैँ आइहाल्यो नि त दसैँ आए पछाडि दाइ भाउजू म सँगै पढेँ तपाईँको अनि त्यो फर्स्ट रेकर्डिङ हुन्छ त जुन स्टुडियोमै गएर त्यसको एक्सपिरियन्स कस्तो लाग्यो दाजुलाई त्यस्तो खासै अब गाइरहनु भयो होला अब अलिकति फरक त हुन्छ नि स्टुडियो भनिसके पछाडि होइन अब अलिकति बिग्रिने बित्तिकै फेरि दोहोरा गाऊ होइन जेस ठिकै राम्रै भयो नर्भस त होइन डर लाग्ने त्यस्तो भएन त्योभन्दा अगाडि मैले एउटा ड्याडीसँगै त्यो मेरो आफ्नै चाहिँ होइन यत्तिकै त्यो एउटा दिदीकोमा चाहिँ सँगसँगै गएको थिएँ कि अनि त्यो गाएर एकचोटि त्यो यत्तिकै नर्मल गएको भएर पनि होला त्यस्तो खासै चाहिँ लागेन अब डर त लागिहाल्छ नि एउटा रुमभित्र बसेर होइन पहिलोचोटि अनि त्यही माथि बसन्त सापकोटा अङ्कल उसको गीत गाएँ नि त मैले फर्स्ट टाइम त अनि अब कस्तो हुने होला त्यो त अब लोकगीतमा पनि परेन नि त त फिल्मी उता साइड गयो अनि अलिअलि त्यो लाग्थ्यो तर एक दुईचोटि त दोहोऱ्याउँदै गाए पछाडि त सजिलो भयो लोक भन्दा नि अरू त एक्स्ट्रा केही सुन्नुहुन्छ नि होइन कि सुन्छु सबै सुन्छु म हिन्दी सुन्छु सबै सुन्छु ऱ्यापहरू त सुन्नुहुन्न ऱ्यापहरू पनि अब सुन्छु तपाईँलाई पोलिटिक्समा अलिकति इन्ट्रेस्ट छ कि छैन पहिला थिएन अहिले अहिले छ
अहिले सबैले अहिले अहिले सबैले चाहिँ अब भोट चाहिँ किन हाल्नु यसपालि मैले यसपालि हालिनँ नि हाल्नु होइन थियो मेरो तर मलाई त्यो ज्वरो आएको थियो कि ए जानु अस्ति एकचोटि यो भाइरल ज्वरो आएको थियो नि भएको थियो नि सबै ठ्याक्कै जाने भनेको भाइरल ज्वरोकै समय 103 ए अनि उहाँ जानु पनि सिन्धुपाल्चोक गइएन योभन्दा अगाडि चाहिँ मैले हालेको छु गएको भनौँ न गएको भए केलाई सोच त बनाउनु थाल्यो गएको भए त अब थिएन सोच पनि थिएन छनले गएको भए त अब यसपालि त घन्टीलाई हालिन्थ्यो होला त्यही त थियो ट्रेन्डिङमै आएको छ त्यही कस्तो लाग्दैछ हजुर अहिले गरिरहेको काम होइन देख्दाखेरि अब कुनै कुराहरू सुकुम्बासी हटाउने कुरामा होस् अथवा कस्तो पुरै फलो नगरे पनि अहिले हेरिन्छ नि त संसदको कहिले काहीँ झगडा भइरहेको जस्तो रमाइलो लाग्छ नि कमेडी सो हेरिरहेको लाग्छ अरू मानौँ अब हजुरको सबसे ठुलो उसँग कोल्याब हुने त्यस्तो कोही छ हजुरको रोल मोडल भनौँ न कोल्याब गर्न मिल्ने मतलब भन्नाले गर्न इच्छा भएको चाहिँ यो मान्छेसँग चाहिँ कोल्याब गर्नु पायो यो मान्छेसँग चाहिँ सँगै गीत गाउन पाएँ त्यस्तो गाउन त सबैजनासँग गाउन त मन लागि नै हाल्छ तर त्यस्तो पनि कोही पनि हुन सबैजनासँग मन लाग्छ नि गाउन पाएर सेयर गर्न चाहिँ स्टेज सेयर गर्न स्टेज सेयर छुट्टै कुरा भयो फेरि छुट्टै भयो त्यो त अब किनभने आफूसँग जसले गाउनु भएको छ होइन अब प्रोग्राम जाँदा सँगै हुनु त अब धेरैजना सँगै भइरहन्छ नि तपाईँले त्यो फर्स्टमा चाहिँ प्रोग्राम जुन हुन्छ नि स्टेजमा यो महोत्सवतिर गर्दाखेरि कस्तो एक्सपिरियन्स भयो हजुरको टन्नै मान्छेको त्यो चाहिँ पहिला सुरुमा जस्तो हुन्छ अब अहिले गएर स्टेज चढ्नु पऱ्यो भने त्यस्तै नै हो त्यो डर त भइ नै हाल्छ सुरुमा चढ्दा पनि त्यस्तै हुन्थ्यो अब अहिले गएर सुरुमा गएर स्टेज चढ्नु पऱ्यो भने त्यस्तै नै हो कि त्यो मनमा हुन्छ नि हुन्छ त अनि कहाँ मान्छे अगाडि देखेपछि अब बानी भएदा पनि अलिकति त मनमा त भइहाल्छ नि डर चाहिँ लाग्छ नै डर भन्नाले अलिकति के होला कसो होला ईश्वरै नआउने होला गाउँदा गाउँदै बिचमा के हुने होला भन्ने त जहिले नै हुन्छ त्यो कुनै अब पैसा लिने ब्याङ्क छ त पारिश्रमिक लिने ब्याङ्क छ त्यस्तो त छैन होला उसको त आयो भइहाल्छ है त्यस्तो छैन अनि हजुरको सबै फ्यामिली देख्दा भयो नि ठुलबाबा अथवा सबै फ्यामिली नै दोहोरीमा हो भन्नाले उहाँ पनि टिकटकतिर आइरहेको हुन्छ क्या ठुलबाबा सानो भयो चाहिँ उहाँ नि हो नि त पहिला त अनि धेरै गीतहरू लेख्नु भएको छ टिकटतिर नि आइरहन्छ कि उहाँले दोहोरी गाइरहनु भएको थियो अस्ति नि त्यो एरिया थियो सबैजना परिवारै सबैजना भन्दा नि ड्याडी र सानोमा चाहिँ पहिले पुरानो हेरो हुनुभयो मेरो जेठो दाइले पनि गाउनु भएको छ जेठो दाइ गाउनु भएको छ रचना रिमलसँग छ एउटा अनि मेरो कान्छो दाइ यत्तिकै आफै गाएर आफै हालिरहनुहुन्छ अनि मेरो अङ्कलको जेठो छोरा ऱ्याप गाउने हामी चाहिँ सँगसँगै एजको हो अनि उसले चाहिँ ऱ्याप गाउँछ अस्ट्रेलिया छ हो उतैबाट गाएर रेकर्ड गरेर आफ्नै पारामा हालिरहन्छ अनि अहिले अब मेरो माइलो दाइलाई इन्ट्रेस्ट लागेर उसले पनि रेकर्ड गराएको छ अब घरमा सबैजना भेट भयो भने त दोहोरी हुन्छ होला होइन त्यस्तो हुन्छ कि हुँदैन हजुरको त्यस्तो चाहिँ हुँदैन दसैँ तिहारमा चाहिँ फ्यामिलीसँग भन्दा पनि दिदीहरू फुपूहरूसँग चाहिँ एकदमै हुन्छ मादल बजाएर भिडियो दोहोरी नै हुन्छ हाम्रो दसैँ तिहारमा चाहिँ मैले कतिवटा भिडियो त युट्युबमा पनि हालेको छु यो हामीले देखेका कुनै मानौँ यो इन्द्रेणीतिर अथवा दोहोरीतिर त्यो स्क्रिप्टै हुन्छ कि तुरुन्तै बनाएर गाइहाल्ने हो त्यो के हो त्यो आज गाउनुहुन्छ कसैले त कसैले गाउनुहुन्न छुट्टै कुरा नत्र प्रायः जसले त गाउनुहुन्छ यतिकै पनि आफै यतिकै गाउँदा गाउँदै फर्क त्यो अलिक टफ कुरा हो क्या त्यो होइन एकछिनमै त्यो मिलाउन त म नि सक्दिनँ त्यो एकछिन सोच्न चाहिँ टाइम लाग्छ सोच्यो भने चाहिँ आउँछ तर त्यो यतिकै उता गाउँदा गाउँदै गर्न सक्नुहुन्छ लगभग गर्न सक्छु तर त्यो उता गाउँदा गाउँदै अब आफैले फर्काइहाल्न चाहिँ गाह्रो हुन्छ भनेपछि तिनीहरू सबै स्क्रिप्टै हुन्छ कि अब त्यसबारे अलिअलि यस्तो हो अब लगातार गाउन त सकिन्न होला तर अनि कोही बेला त बिचमा रोकेर पनि सोच्ने टाइम पनि चाहियो नि अब लगातार 1 घन्टा गाइरहनु भएको हुन्छ होइन 1 घन्टा गाउँदा त कुनै बेला त हुन्छ होला नि त मलाई चाहिँ त्यस्तो लाग्छ तपाईँ लाइभ पर्फर्मेन्स गर्न मन लाग्छ कि अथवा त्यो रेकर्डिङ चाहिँ लाइभ पनि मन लाग्छ मलाई दुईटामा लाइभ अझ ट्र्याकमा भन्दा पनि बाजामा गाउन मन लाग्छ
बाजा लाइभ बाजा बजाउनुहुन्छ नि अनि उहाँहरूले लाइभ बाजा बजाउँदा बजाउँदै गाउन चाहिँ मन लाग्छ मलाई चाहिँ त्यो चाहिँ यसमा चाहिँ मेरो खासै लाइभमा चाहिँ प्र्याक्टिस छैन किनभने जहाँ पनि ट्र्याक बजायो ट्र्याक बजायो गायो र मलाई चाहिँ लाइभ बाजाहरू त्यस्तोहरूमा चाहिँ इन्ट्रेस्ट लाग्छ एउटा हामीले सुने क्या हजुरको यो ट्र्याकमै गीतै भएर आफूले लिप्सिङ मात्रै पनि हुन्छ र त्यस्तो अब कसैले गर्नुहुन्छ होला त्यस्तो हुन्छ जस्तो त खोइ अब के हो कसैले त गर्नुहुन्छ होला अब त्यो सबैको आफ्नो हुन्छ कसैले अब लाइभ यस्तो सबैले लाइभ गाउन सक्नुहुन्छ भन्ने नि हुन्न नि त अब सक्नुहुन्न आफूलाई इन्ट्रेस्ट छ भने अब के गर्ने त लास्ट अप्सन गर्नुहुन्छ होला कसैले अब मैले चाहिँ सुनेको छैन कसैले भने चाहिँ सुनिन्छ त्यो सुनिन्छ तर फेरि अब हामीलाई देख्दा त होइन देख्दाखेरि त्यस्तो लाग्दैन क्या देख्दाखेरि त्यस्तो लाग्दैन ए टु जेडै गरिरहनु पर्छ तर सुन्दाखेरि चाहिँ होइन होइन नि छुट्याउन सकिन्छ नि अब त्यहाँ त्यो भोकलमा अब पिचहरू हाले हुन्छ कति थोक एडिट गरेर बनाएको हुन्छ अनि त्यो भोकलै अर्कै सुनिन्छ नि लाइभमा त सबैको सेम हुँदैन नि त लाइभ गाउँदा र रेकर्ड गाउँदा फरक हुन्छ त्यसमा मिक्सिङहरू गर्दाखेरि हरेक कुरा मिलाइन्छ नि त भोकललाई त्यो भएर चाहिँ छुट्याउन सक्ने चाहिँ सक्नुहुन्छ नसक्ने अहिले जुन छ नि हजुरको अटो ट्युन भन्छ त यसले कति असर पार्छ जस्तो लाग्छ तपाईँलाई फ्युचरमा त्यस्तो अब यस्तो अब कसैलाई अब अटो ट्युन राखेको मनपर्छ अब आफ्नो भोकलमा राखेको मनपर्छ भने राख्नुहुन्छ कसैले अब प्रायः जस्तोले राख्नुहुन्छ हौ थोरै भयो नि किनभने अब अटो ट्युनले धेरै नराखे पनि थोरै त राखिन्छ नि त तर मान्छेले रेकग्नाइज त गरिहाल्छन् जस्तो लाग्छ मलाई अटो ट्युन राखेपछि गर्नुहुन्छ थाहा भइहाल्छ नि कसैको अब भोकलमा अब त्यस्तै मिठास छैन भने राख्नु खोज्नुहुन्छ अब कसैलाई आफ्नो यत्तिकै मन नपरेर अटो ट्युन राख्दा वाउ लाग्न सक्छ नि त त्यो पनि अटो ट्युनले फेरि अब होइन अटो ट्युनले गर्दा चाहिँ जुन हाम्रो ओरिजिनल सिङ्गरहरू हुन्छ नि उहाँलाई त अफेयर भयो नि त जसलाई चाहिँ आफ्नै उसले गर्दाखेरि ओरिजिनल लाइभ गाउन सक्नुहुन्न नि त अनि उहाँले अटो ट्युन राखेर गर्नुभयो लाइभ मेरै पनि रेकर्डिङ भन्दा लाइभमा अलिकति फरक सुनिन्छ मेरै पनि प्रायः जस्तोको त्यस्तै सुनिन्छ टिकटकको कुरा गरिहाल्नु हामीले टिकटकले त धेरै हेल्प गर्छ है अहिले गरे हो मलाई पनि गरे मलाई धेरै गरे पहिला अब त्यो टिकटकमै गाएरै त भएको हुन्छ सबै त्यो अब राम्रो पनि हो एकचोटि ब्यान्ड हुँदा चाहिँ कस्तो लाग्थ्यो हजुरको एक्सपिरियन्स कस्तो थियो अब त्यो ब्यान्ड हुँदा पनि मैले चलाएँ ब्यान्ड हुँदा पनि चलाएँ त्यही भएर त्यस्तो खासै केही लागेन ब्यान्ड हुँदा पनि चलाएँ यहाँ नेपालमा पनि अब चलाइहाल्नु भयो नि सबैले नर्मल भयो नि पछि त अलि टाइम पछाडि 10 दिन 15 दिन पछाडि त थुप्रै डिएनएस सबले चलाउनु भइहाल्यो अनि लाइक आइहाल्थ्यो कमेन्ट आइहाल्थ्यो एकचोटि हल्दा यो युट्युबहरू सब फेसबुक भनौँ न सबै ब्यान हुँदा चाहिँ अब फ्युचर चाहिँ के हो जस्तो के त्यस्तो केही सोच्नु भएको थियो त्यतिखेर अब सबै ब्यान हुँदाखेरि त किनकि हजुरहरूको त अब त्यहीँ नै हो नि त युट्युब अथवा फेसबुक युट्युबमा त अनि युट्युबै गएपछि त सकिनेहरू थियो भएको थियो एकचोटि त्यस्तो टेन्सन त भइहाल्छ नि अब युट्युबबाटै अब अलिअलि टिकटकबाटै अलिअलि चिनिने फेसबुकबाटै अलिअलि चिनिने अनि कुनै चलाउनु नपाएपछि मान्छे पागल हुन्छ नेपालमा चाहिँ पागलै हुन्छ सबै सोसियल मिडियातिरै दिन रात त्यसमै हेरेर बसिरहने मान्छेहरू त अनि गाउँमा हेर्नु न अहिले बुढा बाआमादेखि मोबाइल हेरेर सबै हाम्रोतिर नि अब यो धान रोप्ने अथवा काट्नेको केही कुरा भयो नि अहिले मौसम वेदर के छ कि छैन सिधै मोबाइल हेऱ्यो मोबाइलमा चेक गर्यो तपाईँलाई अब गीत गाउनको लागि चाहिँ सपोर्ट चाहिँ कोबाट मिल्यो मलाई त गीत गाउन सपोर्ट सबै घरमा सबैजना बाबाको लागि केही एक्सप्लेन गर्नु पर्दाखेरि हजुर ड्याडीले त अनि मलाई त धेरै सपोर्ट गर्नुहुन्छ एकदम मलाई जहाँ गए पनि मेरो छोरीको यस्तो भन्नुहुन्छ सो ड्याडीलाई नि गर्व लाग्छ नि त अहिले त भन्नुहुन्छ यहाँ गयो तिम्रो गीत त यसरी चल्या छ भनेर मलाई सुनाउँछन् यो गीत यस्तो चल्या छ भनेर सुनाउँछन् भनेर भन्नुहुन्छ अनि टिकटकमा यस्तो गरेर हालेको भाइरल भएछ नि तपाईँको छोरीको त भनेर सुनाउनुहुन्छ कहिले तपाईँ कहिले काहीँ एउटा ड्याडी यो गीत गाउनुहोस् त भनेको त्यो चाहिँ अलिकति ट्रेन्डिङमा छ है त्यो चाहिँ यस्तो हो त्यो लकडाउनको बेला के गर्ने यत्तिकै गर्न होइन अनि एउटा भिडियो हालेको थिएँ मैले अनि
त्यो भिडियो पछाडि त अनि हालिदिउँ न त 4-5 वटै हालिदिउँ भनेर धेरैवटा हाल्यो जतिवटा हाल्यो त्यतिवटै जान्छ फेरि त्यो की पोइन्ट मात्रै गाउँदाखेरि चाहिँ अझ मान्छेले याद गर्छ नि त अनि ड्याडलाई पनि धेरै भन्ने भाइ छोरी र बाउ छोरी मिलेर यस्तो यस्तो भिडियो हाल्ने यस्तो यस्तो धेरै लाइक जान्छ भनेर ड्याडलाई चाहिँ सुनाउनु हुँदो रहेछ अब यो म्युजिक बाहेक अरू केही बिजनेसहरू त्यस्तो केही गर्ने इच्छा छ हजुरलाई हजुर मेरो त्यही हो मैले अब आफूले जे जाने त्यही मैले अब त्यही कोर्स गराएको छु फर्स्ट प्रायोरिटी चाहिँ म्युजिकै हो अब म्युजिक त अब यस्तो म्युजिक म अब त्यस्तो खासै लागि परेन छैन नि त हैन मन त्यसलाई किन चाहिँ ट्राई अथवा किन लाग्न नदिरहनु यति भइसक्यो चिनिहाल्नुहुन्छ होइन अब गीतहरू आएको बेलामा हेरिहाल्नुहुन्छ गीतहरू आएको बेला टिकटकहरू बनाइदिइरहनु भएको छ अनि भइगयो नि त यति भइसक्यो त्यही हो सधैँ गरिरहन सकिँदैन नि त कुन चाहिँ गर्ने भन्नुहुन्छ अब नयाँ बनाउनलाई नि कोसँग गाउने के गर्ने चल्ला नचल्ला वर्षको एउटा गर्यो चलिरहेको हुन्छ वर्षको एउटा गर्दा मजाले चल्छ चलिरहेको है हजुरको बाबाको त्यत्तिकै दोरीहरू पनि अहिले चाहिँ रिसेन्टली एजमा चाहिँ सबैले सुन्न थाल्दैन क्या बिचमा हामीहरू पनि अहिले भर्खर हामी आएर सुन्न थाल्यो क्या म नि पहिला चाहिँ सुन्ने थिएन अहिले रिसेन्टली थिएन नि म स्कुल पढुन्जेल लोकगीतको कुनै थिएन मेरो साथीहरूसँग अब मैले गाइनँ अब ड्याडीहरूको गीत पनि कति गाउँथेँ अलिअलि त गाउँथेँ कुनै त तर साथीहरूसँग पनि साथीहरू सुन्दै नसुन्ने साथीहरू नसुनेपछि आफूले कसरी ड्याडीहरूको त सुन्दैन आफूलाई थाहा हुन्छ नि त कुन निस्किरहेछ के भइरहेछ भनेर थाहा हुन्छ ड्याडीको चाहिँ अनि अरूहरूको चाहिँ त्यही अन्जु पन्तको मेलिना राई अनि मिलन नेवार उहाँहरूको चाहिँ हाम्रो पालामा चाहिँ एकदमै चल्यो गीतहरू जुन गीत आयो उहाँहरूको गीत आउने बित्तिकै कपीमा लिरिक्सहरू लेख्ने अनि क्लासमा जाने अनि त्यो बेला फेरि मोबाइल पनि थिएन आफूसँग ठ्याक्क रेडियोमा त्यो सुन्ने अनि रेडियोमा त त्यो नयाँ निस्केको गीतहरू आउँथ्यो अनि कि त अनि दाइसँग माग्ने मोबाइल अनि यो गीत हालेर लिएर लगाउने यो गीत निस्किया रहेछ यो गीत चाहिँ पहिला त साइबरबाट हाल्ने गीतबाट अनि साइबरबाट हाल्न लगाउने अनि त्यति पनि दिनुहुन्थ्यो त खुट्टा किल्चिनु पर्थ्यो अनि गीत सुन्नलाई मोबाइलको लिरिक्स लेखेर स्कुलमा लगेर साथीसँग गाउनु पर्ने साथीहरूलाई गएर सुनाउनु सिकाउनु पनि पर्ने सबैले सुने हुँदैनन् अनि यो गीत आज यस्तो चलाइरहेछ भनेर त मेरो त यत्रो कपी थियो जुन गीत पनि हिन्दी पनि लेखेर लान्थेँ लिरिक्स अनि आधुनिक सबै लेखेर लान्थेँ मैले कपी हुन्थ्यो यत्रो मोटो कपी हुन्थ्यो त्यो कपीमा लेखेर लाने बच्चैदेखि नै गीत भनेपछि चाहिँ पहिलो बच्चैदेखि म्युजिक पनि मैले टुथ्रीदेखि नै म्युजिक मेरो स्कुलमै थियो मेरो म्युजिक टिचर जिवेश चामलिङ राई मेलिना राईको बुवा चाहिँ उहाँबाट चाहिँ मैले ब्राइट जोन स्कुल पढ्थेँ म अनि 5 सम्म चाहिँ त्यहाँ पढेँ 2 कि 3 देखि त्यहाँ पढेँ अनि त्यहाँ पढ्दा पनि उहाँ नै म्युजिक टिचर हुनुहुन्थ्यो अनि जब म यता एकता जेम्समा आएँ 6 देखि उहाँ नै हुनुहुन्थ्यो कि अनि 10 सम्म त उहाँसँग सिक्न पाएँ नि त हार्मोनियमहरू नयाँ नयाँ गीतहरू उहाँको अब उहाँले आफै बनाएको गीतहरू चाहिँ हार्मोनियम पनि बजाउनुहुन्छ हजुरले आफै मैले बजाउँथेँ सयढुङ्गा स्कुलमा मन नगएको दिन सयढुङ्गै बज्दैन अनि पछि त हामी अब 19मा पुगे पछाडि त अनि कोही हामी त अब एसेम्ब्ली बस्न पनि नभ्याउने अनि त्यो भए पछाडि चाहिँ अनि म नभएको दिन चाहिँ सयढुङ्गा नै नहुने अनि मैले चाहिँ सिकाएर बहिनीलाई कति 7 क्लासको कि एउटा बहिनीलाई सिकाएर पियानोहरू अनि मैले छोडिदिएँ किनभने 19मा त अब बजाउने टाइम पनि हुँदैन थियो नि त अनि त्यस पछाडि चाहिँ बहिनीलाई सिकाएर अनि मैले बजाउन छोडेँ स्कुल टाइम कति मिस गर्नुहुन्छ स्कुल एकदमै हाम्रो त रमाइलो थियो हाम्रोमा चाहिँ कस्तो थियो भने गिटार बजाउने एउटा साथी क्याजुअल बजाउने एउटा साथी अनि सबै मिक्स के सबै गीत गाउने खालको साथीहरू थिए कि अनि फ्राइडे चाहिँ एकदमै रमाइलो हुने एउटाले गिटार बजाउँथ्यो एउटाले क्याजुअल बजायो अनि ग्रुपमै त्यसरी रमाइलो हुन्थ्यो सरले पनि बोलाउनुहुन्थ्यो हाम्रो त 9मा छौँ भने 10 क्लासको दाइ दिदीहरूको अगाडि गीत गाउन पनि बोलाउनुहुन्थ्यो मलाई त उहाँहरूको अगाडि गएर बेन्चमा बसिरहनु हुन्थ्यो अनि गीत गाउन लगाउनुहुन्थ्यो सरले उनीहरूले बोलाउनु नहुने के उसलाई चाहिँ बोलाएर गीत गाउन लाउनु 10 क्लासको दाइ दिदीहरूले चाहिँ उताबाट बोलाउनु लाउनु न गीत सुनौँ भनेर अनि उताबाट बोलाउनु लाउने अनि गएर गाइदिन्थेँ
म्युजिकलाई तपाईँलाई चाहिँ कहीँ गए पनि छोडिन्छ क्या, घरमा घरै म्युजिक, स्कुलमा क्लासमा म्युजिक। स्कुल टाइमभरि नै म्युजिकै धेरै भयो। म म्युजिकै गाउँथेँ कि, म्युजिक कस्तो भने एसेम्ब्लीतिर पनि हाम्रो चाहिँ गीत गाउन पनि पाउने अनि कविताहरू भन्न पाउने। अनि मलाई चाहिँ अब प्रायः जस्तो गीतै गाउनु पर्ने। अनि गीत गाएर चाहिँ त्यसमा पनि कम्पिटिसन हुन्थ्यो, कसले जित्ने, कविता भन्नेले जित्ने कि गीत गाउनेले। अनि त्यो बेला मैले धेरै डायरी पाएको छु, लास्टै डायरी चाहिँ धेरै पाएको छु। स्कुलमा स्कुल फ्रेन्डहरूलाई कसैलाई कोहीलाई एकदम मिस गरेर त्यतिखेरबाट भेटै नभएको त्यस्तो कोही फ्रेन्डहरू हुनुहुन्छ मिस गरेको? मेरो स्कुलको साथीहरूसँग चाहिँ अब केटा साथीहरूसँग चाहिँ प्रायः जस्तो छैन नि, कोही कता अनि केटीहरूसँग त अझै पनि छ। लगभग सबैसँग नै छ। हामी धेरैजना थिएनौँ केटी, 7जना थियौँ कि 8जना थियौँ, तर सबैजना बाहिर अहिले चाहिँ। सबैजना प्रायः म र एकजना साथी छौँ, ऊ चाहिँ हामी चाहिँ यहीँ छौँ। अनि अर्को एउटा साथी चाहिँ अस्ति भर्खरै लगभग मेरो चाहिँ एकदम मिल्ने साथी एलिसा राई, ऊ चाहिँ अस्ति भर्खरै गयो, नत्र मेरो साथीहरू सबै बाहिरै। स्टेजमा एकदम एउटा कुनै इन्सिडेन्ट क्या एकदम नराम्रो लाग्ने इन्सिडेन्ट त्यस्तो केही छ स्टेजमा चाहिँ? एउटा चाहिँ छ मलाई, तर नाम चाहिँ लिँदैन म होइन। एउटा प्रोग्राममा कस्तो भने अब माथि बसेर मात्रै गाउँदाखेरि चाहिँ हुन्छ नि त, अनि त्यस पछाडि तल गएर पनि गीत गाउनु मलाई चाहिँ मन लाग्छ। अब हाइट त छैन मेरो होइन, त्यो तल गए पछाडि कसैले देख्नुहुन्न, तर पनि अब मलाई चाहिँ तल गएर गाएर, किनभने अब स्टेजमै मात्रै बसिरहेको त झ्याउ पनि हुन्छ नि त, अनि तल गएर गीत गाउँदाखेरि चाहिँ त्यो प्रोग्राम चलाउनुहुन्छ नि उहाँले चाहिँ। अनि एकदमै उ गरेर भन्नुभएको थियो कि थाहा रहन्छ यसरी जानु नहुने, माइकबाटै भन्नुभएको थियो सबै अडियन्स। अनि त्यो त अनि एकदमै आफूलाई अब नराम्रो लागेको कुरा कि। त्यसपछि तपाईँको त्यहाँ त्योलाई फेरि उ गर्नै छोड्नु भएन? छैन, किन प्रायः गइ नै रहन्छु, तल गएर पनि अडियन्ससँग पनि गाएर आइरहन्छु, किन छोड्ने होइन। त्यो त मलाई मेरो त आफ्नो खोबी हो नि त, मलाई त त्यहाँ गएर त्यसरी मन लाग्छ भने अब कसैले भनेर त किन रोक्नु पर्यो। तर धेरै नराम्रो लाग्यो थियो। फेरि उहाँसँग मेरो अरू बेला फेरि राम्रो, अरू बेला पनि भेट भन्छ, राम्रो पनि भएको छ। फ्यानहरूले दिएको कुनै एउटा गिफ्टहरू त्यस्तो बिर्सिन नसक्ने त्यस्तो गिफ्टहरू त्यस्तो केही छ? दिइरहनु हुन्छ, मैले त गमलामा फुल पनि पाएको छु, प्राइज के त्यो गमलामा त्यो फुलको बेनाहरू गर्नुभएको, त्यो चाहिँ अझैसम्म घरमा राखिरहेको छु मैले। अनि अरू त खासै त्यस्तो केही छैन, बिर्सिहाल्छु म त, केही याद हुँदैन मलाई त, केही याद हुँदैन। आफूलाई 10 वर्षपछि कहाँ देख्न चाहनुहुन्छ? 10 वर्ष पछाडि यस्तै काहीँ त्यस्तो त्यो देख्न चाहने, अब बाहिरतिर घुमेर होला राम्रो राम्रो ठाउँ होइन, नेपालको अब नेपालदेखि अब बाहिर जताततै यस्तै घुमिरहेको देख्नु पाउनु मलाई त। सबै ठाउँ घुम्न मन लाग्छ क्या मलाई चाहिँ, नेपाल पनि होइन, बाहिरतिर पनि जान पाइयोस् होइन, नेपाल पनि सबै घुम्न पाइयोस् त्यस्तै। हजुरको बिहे गरेर मान्नु त्यस्तो चाहिँ छैन? बिहे त अब त्यो सबैको हुन्छ नै, अब त्यो बिहे गर्ने उमेर आएपछि टाइम आए पछाडि भइ नै हाल्छ। त्यस्तो केही अब कोहीको त हुन्छ नि त बिहे गरिसकेपछि यस्तो सेटल भइहाल्न पायो भने, त्यस्तो त छैन हजुरको? अब आफै नै सेटल भइ नै हालिन्छ। अनि अब हेरौँ गरे पनि 4-5 वर्ष पछाडि मात्रै, 4-5 वर्ष पनि धेरै नै हुन्छ। अब हेरौँ त्यहाँ 4-5 वर्षसम्म त हामी अहिले पनि होइन, 4 वर्ष पछि पनि होइन, अहिले पनि होइन, त्यो बिचमा कुनै बेला चाहिँ आफूलाई एकदम लो फिल भएको हुन्छ नि, कुनै कुराले स्ट्रेस भइरहेको चाहिँ के चाहिँ हजुरलाई गर्दाखेरि अलिकति सजिलो कम्फर्टेबल फिल गर्नुहुन्छ हजुर? म त त्यही त्यो गीतहरू सुन्ने, नेटफ्लिक्स हेर्ने, त्यही फिल्महरू हेर्ने। म त कुनैमा अब आफ्नो रिलेटेड फिल्म पाउनु भएको छ कि छैन जसमा हेर्दाखेरि योसँग चाहिँ मेरै कहानी जोइन भएको रहेछ भन्ने त्यस्तो छैन? अनि इन्जोय गर्नु मात्रै हेर्ने हो म त। हजुरको लभ लाइफ भयो कि भएन? लभ लाइफ अहिले कि पहिला अथवा भनौँ एक्सपिरियन्स सानैदेखि? सानैदेखि त छैन, मानौँ अब भनौँ न हजुर पछि त्यो अलिअलि त भइ नै हाल्छ, अब जसको पनि हुने टाइम त हो होइन, त्यो बेला अब अलिअलि त्यो साथीभाइसँग बोल्दा भइ नै हाल्छ, त्यस्तो त भयो, एक्सपिरियन्स त भयो। तर अहिले चाहिँ रिसेन्टली चाहिँ हुनुहुन्न? रिसेन्टली त्यस्तो ऊ
ऊ नै भनेर त छैन, अब बोल्न त बोलिहालिन्छ, साथीको रूपमा बोल्ने त अब धेरैजना हुनुहुन्छ। भन्नाले आफूलाई तपाईँलाई पर्फेक्ट चाहिँ मलाई कस्तो यो मान्नु हजुरको पर्फेक्ट भिजन छ क्या, यो चाहिँ मेरो लागि पर्फेक्ट हुन्छ भने त्यस्तो केही पोइन्ट्सहरू छ? त्यस्तो त अब यस्तो अब सबैलाई अब हरेक कुरा मनपर्छ भन्ने त छैन नि त। अब ममा पनि केही कमजोरी हुनसक्छ होइन, हो त्यो चाहिँ नगर्ने खालको हुनु पऱ्यो कि, त्यो देखाएर पोइन्ट गर्ने चाहिँ हुनु भएन होइन। अनि म मेरो हरेक कुरामा सपोर्ट गर्नु, मेन त मेरो म्युजिकमा त्यो हुन्छ नि यसमा चाहिँ सपोर्ट गर्ने हुनु पऱ्यो। किनभने आजकल देख्नु भएको छ नि, जसको पनि गीत गाउने यो फिल्डमा लाग्नेको हेर्नु त, कसैको अब कहिले कसैको के भइरहेको हुन्छ, कसैको के भइरहेको हुन्छ होइन। त्यस्तो चाहिँ त्यो यस्तो कुरा चाहिँ बुझ्ने हुनु पऱ्यो, यस्तो कुरामा चाहिँ सपोर्ट चाहिँ हुनु पऱ्यो। त्यो हाम्रो एउटा गायक हुनुहुन्थ्यो नि, कहिले देखाइ नपारे, उहाँको नाम के मैले बिर्सेँ, देखाइ नपर्नुमा कहीँ पनि स्टुडियो जाँदा पनि विष्णु माझी हजुर भेट्नु भएको छ? छैन है, कहाँबाट बाबाले त भेट्नु भएको होला। ड्याडीले त अब ड्याडीसँग गीत पनि गाउनु भएको छ नि, उहाँको पुरानो गीतहरू पहिला चाहिँ जो भेटघाट हुन्थ्यो होला। पहिला त यस्तो थिएन नि त, थिएन होला सायद, नभएर त गीतहरू आयो होला त। ड्याडीसँग पनि छ 2-3वटा गीत छ। भन्नाले के कारणले चाहिँ होला है, त्यो त्यस्तो केही थाहा छ तपाईँलाई? खै पर्सनल कुरा त अब खै थाहा भएन। अब उहाँलाई इन्ट्रेस्ट नलागेर त, उहाँलाई इन्ट्रेस्ट छ भने त देखिहाल्नुहुन्थ्यो होला नि, कसैले बाँधेर राख्ने कुरा नि त अहिलेको टाइममा त होइन। अब उहाँलाई आफैलाई होला इन्ट्रेस्ट नलागेको। अब न्युजमा त हेरेर आफ्नो बुवा आमालाई नि भेट्न जानु भएन भन्ने मैले नि कति देखेँ हो। अब त्यो त अब सत्य न्युजमा फेरि जे पनि आउँछ विश्वास गरिहाल्नु नि हुँदैन। तर त्यो उहाँको बुवा आमाको इन्टरभ्यू नै हेरेको थिएँ क्या मैले चाहिँ, एउटा देखाएको थिएँ मैले। अनि त्यो त अब आफ्नो खै अब त्यतिसम्म पनि लुक्नुपर्ने खै के आफ्नो होला। फेरि उहाँ त धेरै राम्रो नि त, मानौँ कुनै मान्छेले पेमेन्ट गर्नु खोज्नु भने पनि अलि एक्स्ट्रा नै गरेर मात्रै ल्याउनु खोज्नुहुन्छ अरे उहाँलाई भन्ने सुनेको थिएँ। 3 लाख 5 लाख कति रे भन्ने सुनेको थिएँ मैले, त्यस्तै रिसेन्टली आएको थियो। त्यो आफ्नो त्यो पनि आयो भने पहिला इन्फेक्सन गर्नुहुन्छ अरे, क्यामेरा छ कि छैन भने त्यस्तो सुनेको थिएँ कि मैले। पर्दाहरू लगाउने मैले नि सुनेको त्यो चाहिँ, देखा चाहिँ छैन मैले। अब उहाँको वर्षमा खोइ आजकल गीतै खासै आएको छैन नि त। अब यो तिजमा आउँछ, यो रिसेन्ट योभन्दा अगाडि तिजमा नि आएको थियो जस्तो लाग्यो। तिजमा चाहिँ आएको थियो, अनि त्यस पछाडि चाहिँ मैले नि सुनेको छैन। मैले बुझेअनुसार चाहिँ मानव हस्बेन्डले गरेको भन्ने सुन्थेँ, तर के हो थाहा छैन। हामीले सुन्यो अब पर्सनल लाइफ के थाहा, इन्ट्रेस्ट होला नि उहाँलाई। अब त्यो हस्बेन्डकै कुरामा त्यसलाई सपोर्ट गर्नु भन्ने, अनि मैले त्यही भएर त्यो जोड्न खोजेको खासमा चाहिँ हो। अब त्यस्तो चाहिँ हुनु भएन। त्यस्तो हो भने पनि त्यस्तो चाहिँ हुनु भएन। यस्तो हो फेरि आफूले पनि त्यो फेरि त्यो बाटो गलत चाहिँ रोज्नु भएन होइन। आफ्नो बाटोलाई चाहिँ सपोर्ट चाहिँ गर्ने हुनु पर्यो। अनि अर्को अब फ्युचर हस्बेन्ड त त्यही भनिहाल्नु त्यो गर्छ, तर अब सपोर्टिङ मात्रै, एउटा सपोर्टिङ अनि अब हरेक कुरा अब आफ्नो अब आफूलाई अब स्ट्रेस भइरहेको बेलामा होइन साथ दिने होइन, अब इन्जोय गर्ने खालको हुनु पऱ्यो नि त होइन। अब कतै घुम्न लैजाउँ भन्ने होइन, त्यो कुराहरूबाट चाहिँ टाढा राख्ने चाहिँ हुनु पऱ्यो। अनि तपाईँ इनकेस भइहाल्यो आज भोलिमै गएर अथवा 1-2 महिना 1-2 वर्षमा हजुरको एउटा हजुरलाई सुहाउने अथवा आफूलाई मन पर्ने आयो भने घरमा इन्ट्रोड्युस गराउन चाहनुहुन्छ कि हुँदैन? कस्तो कम्फर्टेबल हुनुहुन्छ है घरमा? हुन्छु, त्यस्तो छैन। हो ए कम्फर्टेबल हुन्छ। पहिला नि गर्नुभएको थियो छैन? छैन अहिलेसम्म त छैन, तर त्यो त्यस्तो दिन आयो भने चाहिँ हुन्छु। अब आजसम्म कोल्याब गर्नुभएकोमा धेरै सपोर्ट चाहिँ कहाँबाट पाउनुभयो हजुरले? कोल्याब गर्नुभएकोमा भन्नाले अब सँगै गीत गाएकोमा धेरै राम्रोसँग सपोर्ट गर्नुभयो प्रताप हजुर, प्रताप दाइबाटै हो। अरूसँग खासै गएको छैन मैले। उहाँको मैले रिसेन्टली एउटा भिडियो देखेको थिएँ, त्यो कुरा गर्नुहुन्थ्यो कि हुँदैन? त्यो के अरे रमाइलो छको हाम्रो के अरे उत्सवसँग चाहिँ जोडिरहनु भएको थियो कि उहाँको नाम? त्यो त होइन, बेकारमा त्यो रमाइलो मात्रै गरेर हिजै मैले इन्टरभ्यू गरेँ क्या उहाँको चाहिँ। उहाँको यस्तो के अब यो त्यही भएर मिडियामा धेरै त्यो आइ हुन मन लाग्दैन भने यत्रो आफ्नो पर्सनल कुराहरू हेर्नु कसरी निस्किरहन्छ। अब यस्तो हो कि अब उहाँसँग गएर मिल्न साथ त्यही नै हुन्छ भन्ने त हुँदैन, साथी पनि त्यो पाइन्छ होइन। अब त्यो जोसँग बोल्यो त्यहीसँग त्यो कमेन्टमा अनेक थरी लेखिरहेको हुन्छन् मान्छेले।
त्यस्तो सुनेको थिएँ अनि मानौँ बिहे नै फिक्स भइसक्यो क्यान्सल भयो अरे भन्ने हेरिरहेको थिएँ मैले कसको ब्रदर दाइको हजुर होइन नि ब्रदर दाइको त त्यस्तो त्यस्तो भइदियो भए त थाहा भइहाल्छ बिस्तारै बिहे गर्नुहुन्छ होला अनि सबैजनाको एकदम फ्रेन्डली एकदमै एकदमै इजी मान्छे अहिले जस गफ चाहिँ भइरहेको छ हुन्छ बेला बेलामा हुन्छ बोलाइरहनुहुन्छ कहिलेकाहीँ बोलिरहनुहुन्छ कहिलेकाहीँ अब प्रोग्रामहरूतिर स्टेजहरूमा धेरै जस्तो दाइसँग पनि गइरहन्छु अस्ति कति 2-3 महिना अगाडि पनि हामी उता सिन्धुली गएको थियौँ दाइसँगै गएकोमा दाइसँगै फर्कायो अनि उहाँ त एकचोटि कहाँ पनि गएर ऊ भएर आउनु भएको थियो अरे विदेशतिरै बाहिरतिरै एकचोटि के गइरहनु भएको हुन्छ धेरै गइरहनु भएको है तपाईँलाई त्यस्तो आएको छैन आउट अफ कन्ट्री नै भनेर चाहिँ त्यस्तो आएको कि छैन आउट अफ कन्ट्रीबाट आउन त आइरहन्छ तर आफूलाई चित्त बुझ्दै आएको छैन आउट अफ कन्ट्री गएपछि त फेरि अलि उनी हुन्छ नि त होइन त्यही भएर मलाई त्यस्तो खासै चित्त नबुझ्दै चाहिँ आएको छैन अनि रचना रिमा र समीक्षालाई चुज गर्नुपर्ने भने कसलाई चुज गर्नुहुन्छ रचना रिमा कस्तो लाग्छ एज अ सिङ्गर मन त सुर त समीक्षा अधिकारी पनि मनपर्छ नराम्रो चाहिँ होइन रचना रिमा फेरि राम्रो लाग्छ एक्स्ट्रा लाग्छ मान्छे पनि अब जर्नी देखेर पनि मलाई त एकदम ऊ गरेर आउनु भयो नि है जर्नी तर समीक्षाको पनि त्यही नै हुनु सबै दुवैको उस्तै हो मन त दुवैजना मनपर्छ अब चुज गर्नुपर्दा चाहिँ रचना रिमा अनि हजुरको अङ्कल र बाबामा चाहिँ भन्नाले गीत मानौँ अब त्यो त चुज गर्ने अप्सन होइन सिङ्गिङमा चाहिँ चुज गर्दाखेरि चाहिँ भोइसमा भन्नुभएको कि लिरिक्समा भोइसमा त्यो लिरिक्समा त अब लिरिक्स र म्युजिकमा चाहिँ सानो बुवा भोकल हो ड्याडीको नि लिरिक्सहरू राम्रो हुन्छ म्युजिकहरू पनि राम्रो हुन्छ तर सानो बुवाको चाहिँ अलिकति राम्रै लाग्छ मलाई ड्याडीको पनि राम्रो हुन्छ नि ड्याडीको झन् घुम्दैन लेट भयो ओका चिलिमदेखि एउटा सानो कुनै एउटा हजुरलाई मन परे के कुन चाहिँ जुन हजुरलाई एकदम तपाईँको नजिक बाबाकै गाइदिनु सबै नै राम्रो लाग्छ एउटा छोटो क्लिप गाइदिनु कुन चाहिँ अब तपाईँको चुसमा गाइदिन्छु नि त कुन चाहिँ के अरे बेसी चढा है क्या मलाई सम्झी बेसीमा झर पर्खे बसो गइरहेको छु नि र मेरै भर पर मेरो माया छ भने सानोलाई भोलि बिहान बेसी झर वाइल्ड बाबाले यार वाइल्डै बाबा साँच्ची बोल्दाखेरि त्यस्तो बाबा जस्तो लाग्दैन नि है साँच्चीकै म त वाइल्ड बाबालाई जुन मैले गीतमा सुन्दाखेरि पनि त्यस्तो लाग्दैन यार साँच्चीकै अर्को 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 एउटा मलाई त्यो हामीले सुनिरहेको के अरे त्यो घरमा उका चिलिम नि हो हुन्छ हामीले सुन्थ्यौँ अब के हो मैले बिर्सेँ क्या तरुनीलाई देखेपछि खुबै नक्कल पार्छौ चौरे गाला देखाएर बिन्ती सलाम गर्छौ गठे बिन्ती सलाम गर्छौ सुहाउँदैन उमेरलाई दाजैको बिडो थाप्छौ बाबु र बाजेको हुक्का चिलिमले कति दिन रौने हो माया पिरिमले खुनमै हुन्छ क्या जस्तो सिङ्गरको त है साँच्ची जुन हजुरको त्यो बोल्दाखेरि छ नि यस्तो स्विट अहिले मैले जुन तपाईँ गीतमा पनि यस्तो स्विट लाग्दैन क्या रियलमा चाहिँ यस्तो स्विट लाग्दो रहेछ कसम चाहिँ साँच्ची धेरैजनाले भन्नुहुन्छ कि मेरो रेकर्ड त्यो भोकल भन्दा चाहिँ ओरिजिनल यतिकै गाएको चाहिँ भोकल मन पर्छ वाइल्डले हो मलाई पनि यतिकै गाएको चाहिँ मन पर्यो वाइल्ड भयो खुनमै यो सिङ्गरहरूको चाहिँ खुनमै हुन्छ भन्नुहुन्थ्यो त्यस्तै हो मैले के भन्दा थिएँ अघि भन्दा थिएँ इन्डियामा जुन छ नि हाम्रो इन्डिया र नेपालको फिल्म के अरे सरी म्युजिक इन्डस्ट्रीमा चाहिँ हजुरलाई कस्तो डिफ्रेन्स लाग्छ क्या धेरै डिफ्रेन्स छ नि यही कुरा अहिले हजुरले जुन गरिरहनु भएको छ भने त्यही इन्डियामा गर्नु फेरि वाइल्डै मानौँ
त्यही इन्डस्ट्री हो भने चाहिँ एकदमै इन्कम भइसक्थ्यो फाइनेन्सियली भन्ने धेरै भइसक्थ्यो। अब उता चाहिँ यस्तो सिङ्गरहरूलाई चाहिँ एकदमै मान्ने, अब जसको गीत हो उहाँको गीत अरूले गाउनु पर्यो भने नि उहाँलाई जान्छ कि उहाँबाट चाहिँ लिएर उहाँलाई तिरेर पैसा तिरेर अनि बल्ल गाउनु मिल्छ क्या। हरेक गीत जुनसुकै गीत बनाउँदा नि उहाँले सुट गर्नु छ भने पहिला पेमेन्ट गर्नु पर्यो। नेपालमा चाहिँ किन त्यस्तो हुन नसकेको जस्तो लाग्छ अझै? खोइ किन, अब नेपालको त्यो हरेक कुरा यस्तै छ भन्नाले यो यो कसको चाहिँ हातमा हुन्छ क्या यो चाहिँ यस्तो गराउने भन्ने एउटा कुनै हुन्छ होला नि त इन्डस्ट्रीमा? त्यो चाहिँ मलाई नै खासै संस्था हुन्छ नि त, हरेक कुराको संस्था एउटा यो अब म्युजिक इन्डस्ट्रीको पनि कसले चाहिँ हरेक कुरा हेर्ने भन्ने हुन्छ नि त। त्यसमा अब कति ऊ पनि भइरहेको हुन्छ नि, अब अस्ति चुनाव भयो नि यो मुभीको फिल्ममा, अब त्यस्तै यसमा पनि हुन्छ जस्तो लाग्छ। यसमा पनि अब को अध्यक्ष हुने अस्ति रिना के हुनुभएको थियो कि होइन, उहाँहरूले अब ल्याउने हो नि त यो त यस्तो रुल्सहरू त ल्याउने हो नि त। उहाँ हुनुभएको रिना एकजना हुनुहुन्थ्यो नि सिङ्गर, बिर्सेँ नाम मैले, रिना जस्तो लाग्छ उहाँ हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई। अनि अब उहाँहरूको अब सदस्यहरू हुन्छ नि त, हरेक टिम हुन्छ नि त, अब उहाँहरूले ल्याउनु पर्ने हो त्यो रुल्सहरू। सबैको लागि नै राम्रो, सबैको लागि राम्रो नि, धेरै राम्रो हुन्छ नि। अब कति अब लाइभ जोडीदेखि लिएर होइन कति प्रोग्रामहरूमा गाइरहनु भएको हुन्छ, त्योबाट चाहिँ आएको रोयल्टी भन्छ त्यो त अब पाइन्थ्यो होला रुल्सहरू भएको भएछ। अब मैले त के पाउँथेँ, मेरो त खासै छैन, ड्याडीले चाहिँ पाउनु। फ्युचरमा गएर चाहिँ भयो भने त्यो चाहिँ अब भएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो। कुनै सिङ्गरहरू नसक्ने सिङ्गरहरू पहिलाको एकदम राम्रो सिङ्गरहरू पनि अहिले कस्तो कन्डिसन भइरहन्छ, धेरै राम्रो उहाँहरूको लागि पनि त एकदम राम्रो हुन्थ्यो नि। अब कमाइ नभए पनि अब आफूले पहिला रचेको गीतहरू होइन, अब त्यो त धेरै राम्रो कुरा हो नि त। अब ऊ बेलामा रचेको गीतहरूले अहिलेको पुस्ताले होइन यो बेलाको पुस्ताले धरि गरेर होइन आफ्नो लाइफ करियर बनाइरहेछन् भने त्यसको अलिकति पर्सेन्ट त पुरानो उहाँले पाउनु पर्थ्यो नि त, त्यो चाहिँ हुन्थ्यो होला रुल्स भएको भए। धेरै हुनुहुन्छ है त्यस्तो जुन म्युजिक इन्डस्ट्रीमा गर्दा पनि नसकेर अलि पिँढी। अब कोही त बिरामी हुनलाई उठ्नको लागि नै उ गर्नुपर्ने कस्तो। अब फ्युचर पछिको अब हामीभन्दा हजुरभन्दा पछिको जुन लोकदोरीमा अथवा म्युजिक इन्डस्ट्रीमा आउनु खोज्छ नि उहाँहरूलाई पनि एउटा भएन क्या इन्सपिरेसन हुन्छ नि त। अब कोही मानव एउटा सानो फुटबल खेल्ने के सोच्छ भन्दै ए रोनाल्डो मेसी बन्न पायो भन्ने त्यस्तो भयो नि त। त्यस्तै हुन्छ नि। अब अहिलेकोलाई यो जस्तो सिङ्गर हुन पाए, उहाँ जस्तो सिङ्गर हुन पाए यस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो होला। अब पुरानो प्रायः जस्तो सिङ्गरहरूको त अनि अब सक्ने जति त अब आफ्नो लाइफ बनाएर नेपालमै हुनुहुन्न, नसक्ने जति यतिकै अरूसँग अरूले दिए हुन्थ्यो होइन, आफ्नो खर्च अरूले पुऱ्याइदिए हुन्थ्यो भन्ने अवस्थामा नै हुनुहुन्छ। अनि हजुरहरूलाई त त्यो विदेशमा त हाम्रो उनी हुन्छ होइन, मानौ के अरे एउटा छुट्टै भिजै भनेर हुन्छ जस्तो लाग्छ मलाई होइन, कि अथवा कुनै हजुर कन्सर्टहरूमा बोलायो भनेदेखि जान इजी प्रोसेस हुन्छ जस्तो लाग्छ मलाई। आर्टिस्ट भिजा भनेर त लाग्ने त होइन, त्यो आर्टिस्ट भनेर जानको लागि त्यो डकुमेन्टहरू चाहिँ बनाएको थिएँ मैले पनि उता दुबई जाँदा चाहिँ भनेको थिएँ। त्यसमा तर भिजा चाहिँ त्यो टुरिस्ट भिजै लाग्यो, त्यो डकुमेन्ट चाहिँ त्यसरी बनाउनु पर्यो। अनि अब आज हाम्रोमा आउनुभयो, कस्तो लाग्यो, एक्सपिरियन्स कस्तो भयो हजुरलाई, घुम्नुभयो एक्सपिरियन्स कस्तो? एकदमै रमाइलो लाग्यो, एकदमै रमाइलो लाग्यो। अब नआएको ठाउँ घुम्न पनि पाइयो होइन, यसरी अब आएर सबैजनासँग भेटघाट होइन रमाइलो लाग्यो एकदमै। नेक्स्ट चाहिँ हजुरले पनि कसैलाई यसो प्रिफर गरिदिनु पऱ्यो क्या, यदि कोही हुनुहुन्छ भने अब बाबाकै फ्री टाइम भयो नि हामी घरमै आएर पनि गरिदिन्छ फेरि त्यस्तो हिँड्न अप्ठ्यारो लाग्छ भने फेरि ग्याङ बोकेर आएर त्यसलाई चाहिँ अब कोहीलाई त हो यहाँसम्म आउनु नि अलिक डिस्कम्फर्ट हुनुभयो, अब अलिक म्यानेज पनि गर्दैछ त्यस्तो गर्नुहुन्छ भए पनि अब फर्स्टमै म्यानेज गर्न अलिकति फेरि तपाईँहरूले यस्तो पनि गर्न सक्नुहुन्छ कि अब मेन गरी तपाईँहरूले सिङ्गरहरू भेटाउने भनेको चाहिँ अनमनगर एरिया होइन, अब त्यसमा तपाईँहरूले एउटा रुमै चाहिन्छ भन्ने छैन कि, कुनै क्याफेतिर पनि बसेर गर्नु सक्नुहुन्छ नि त
होइन किनभने त्यो एरियामा चाहिँ त्यस्तो धेरै नै भइरहेको हुन्छ त्यस्तो धेरै भइरहेको हुन्छ कि त्यहाँ चाहिँ अब आफूले रिसर्च चाहिँ गर्नु पर्यो कहाँ चाहिँ अब खाली अब ठाउँ हुन्छ नि त अलिकति धेरै स्पेस भएको ठाउँ चाहिँ हेर्नुभयो भने तपाईँहरूले यहीँ बोलाउनुपर्छ भन्ने छैन त्यो एरिया चाहिँ तपाईँले धेरै भेटाउनुहुन्छ कि सिङ्गरहरूलाई किनभने त्यो एरिया भनेको चाहिँ एकदमै रेकर्डहरू भइरहने होइन अब त्यो भिडियोहरू यताउता भइरहने एरिया हो नि त त्यहाँ चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ भेटाउनु लड्नु पनि भयो कस्तो लड्न त लडियो रमाइलो भयो त्यस्तो धेरै होइन जोस कहिलेकाहीँ लड्नु पनि पर्दो मन्दिरहरू त्यस्तो एकदमै रमाइलो लाग्यो हुन्छ कहिले यस्तो फ्री टाइममा आएर यस्तो प्रमोसन गरिदिनु हाम्रो ठाउँ पनि भनिन्छ त्यो किनकि होइन कुनै बेला चाहिँ त्यो कागेश्वरमा चाहिँ कागेश्वरीमा मन्दिरमा चाहिँ कुनै बेला कागले अब पट्टी गरिदियो भने चाहिँ त्यो चाहिँ यहाँ नुहाउनुपर्छ अरे भन्ने पुरानोको चाहिँ कुरो त्यो एउटा भनाइ छ अरे त्यही भएर आउनुहुन्छ क्या धेरै आउनुहुन्छ है अब हजुर फेरि त्यहीँबाट चाहिँ यहीँ नजिकको ठाउँ थाहा भएन थाहा त थियो तर आउन चाहिँ नभयो ल अब लास्टमा जाँदै एउटा गीत सुनिदिउँ हजुरको त सुनिहाल्यो एउटा बाबाको जुन मन लाग्छ त्यही धादिङ जिल्ला बैरेनी आको नौलो माया बाटैमा भेट भएको घुम्तीनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो सानो मायालाई बाटैमा भेट भयो धेरै धेरै धन्यवाद तपाईँलाई हामीले यस्तो सानो टिमलाई नि यस्तो गरेर आइदिनु एकदमै हामी सबै यति खुसी छौँ कहिले आउला स्याटरडे भनेर बजाएको थियौँ हामी फेरि हजुर अब फेरि डिस्टर्ब गर्न नि मन नआएर फेरि म आफै भोलि फ्राइडे बेलुका चाहिँ म्याच गर्छु सम्झाउँछु भन्ने सोच थियो अनि सानो टिमलाई पनि विश्वास गरेर आइदिनु हामी त्यति धेरै एक्साइटमेन्ट छौँ क्या हजुर आउने भनिसकेपछि चाहिँ फर्स्ट एक्साइटमेन्ट हाम्रो एकदम नेक्स्ट लेभल चाहिँ एकदम राम्रो भयो एकदम रमाइलो एकदम स्विट लाग्यो मैले अब त्यो भाइले पनि भन्छ क्या त्यत्रो फलोवर्स भएको मान्छे आउँदै हुन्छ हामीलाई किन भन्ने भयो एकदम खुसी लाग्यो अब कसैले पत्याउँदै नपत्याउ नि अब धेरै धेरै धन्यवाद तपाईँलाई सुरुमा अलिकति गाह्रै हुँदैछ धेरै धेरै धन्यवाद तपाईँलाई पनि धेरै धेरै शुभकामना होइन तपाईँहरूको यो सोच एकदमै माथि माथि जाओस् होइन धन्यवाद गर्दै गयो भने नसकिने कुरा पनि त केही छैन नि हजुरको नयाँ गीतलाई पनि धेरै धेरै शुभकामना एकदम धेरै अहिलेको भन्दा नि नेक्स्ट लेभलमा जाओस् बाबालाई पनि टप्ने त्यस्तो केही छ हिट जाओस् त्यो त्यहाँ उहाँकै हुन्छ क्रिएसन अब उहाँलाई पनि टप्ने त्यो पुरै भयो थ्याङ्क यू सो मच